हेलो सबैजनालाई म चाहिँ आज यो के भन्छ फेरि अन्डाको फेस मास्क लगाउन आँटेको छु। मैले यसमा मिक्स गरिसकेको छु र हल्का लगाइ पनि सकेको छु। यसलाई चाहिँ कस्तो हुँदो रहेछ हामी पनि ट्राई गरौँ न भनेर ट्राई गर्दैछु आज चाहिँ म साथीहरू। मेरो ब्रस चाहिँ एकदम ठुलो छ क्या, त्यही भएर कस्तो पोल्दो रहेछ हौ। अब सबैले लाउँछ होइन, लगाएको अनि देखेको त अनि फलो गर्नु पर्यो नि त होइन। कुन कस्तो कतिको राम्रो हुन्छ भनेर ट्राई त गर्नु पर्यो साथीहरू। त्यही भएर मैले पनि ट्राई गरिदिएको नि। यति लागेपछि मैले चाहिँ टिस्यु पेपर लगाउँछु। यो टिस्यु पेपर चाहिँ कस्तो लगाउनु, कत्रो टाइम लाग्नु पनि। मम्मी जस्तो फाइनली मैले चाहिँ लगाइसकेँ। अब यो लगाएपछि बोल्नु पनि मिल्दैन होइन। मैले चाहिँ अब यसलाई यो पुरै सुक्ने गरी सुकाउनु पर्छ यसलाई, अनि पछि उठाउनु पर्छ यसलाई। अब रिजल्ट पक्नु है, झन्डै 1 घन्टा जति लाग्छ होला यसलाई सुकाउन। अनि पछि म रिजल्ट पनि हजुरहरूलाई देखाउँछु, हेर्दै गर्नु है त कस्तो हुन्छ। मैले त्यसलाई छिटो सुकाउनुको लागि यो फ्यानलाई युज गर्छु। अलिक हावा लगाएर छिटो सुक्छ कि। फाइनली यो घन्टा पछि चाहिँ मेरो सुकिसकेछ। सुकेको रिजल्ट यस्तो छ, तर कति टाइम लाग्यो कि सुक्नुलाई। कस्तो बढाइको लाग्यो बादल, कस्तो बोल्नु नै भइरहेको छैन। अब चाहिँ यसलाई म उकाइदिन्छु। अब चाहिँ उकाउँछु कस्तो रिजल्ट आउँदो रहेछ हेर्नु साथीहरू। एउटा रिजल्ट सुकेको छैन तर पनि उकाइदिन्छु। अब रात परिसक्यो नि त, 11 बज्न आँट्यो, दिनभरि त गर्नु पाइँदैन होइन। त्यही भएर अब म उकाइदिन्छु यसलाई चाहिँ। उठी दह्रो समाएको छ क्या मारो। यति डह्रो समाउँछ नि यसले, कसरी उकाउने ल यहाँ निस्किन त यहाँ सुकेन कि, त्यही भएर ठिकै छ। गोरुदेखि यो अब यसले चाहिँ मुख धुने हो, धोएपछि क्लिन हुन्छ। तर यो मजाले सुकेन कि मेरो मास्क, रात परिसक्यो नि त, त्यही भएर मजाले छिटै गरिदिएँ क्या। अब चाहिँ म मुख धोएर आउँछु। यो चाहिँ मेरो मुख धोएर आइसकेँ। त गएन छ त यस्तो मेरो